हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। आजको भिडियोमा म तपाईँहरूलाई एआईको प्रयोग गरेर कसरी गीत तयार पार्ने त्यो कुरामा तपाईँहरूलाई सिकाउन गइरहेको छु। आजको जमाना एआईको जमाना भइसकेको छ। एआईको मद्दतले हामीले धेरै कुरा गर्न सक्छौँ। भिडियो तयार पार्न, त्यस पछाडि इमेजहरू तयार पार्न, यी धेरै कुरा हुन सकिन्छ। यो सँगसँगै एआईको मद्दतले चाहिँ हामीले गीत पनि तयार पार्न सकिन्छ। एआईको मद्दतले यसलाई गीत गाइदिन सक्छ। त्यो कसरी गर्ने आजको भिडियोमा म तपाईँहरूलाई सिकाउन गइरहेको छु। जसलाई कुनै ब्राउजर ओपन गर्ने, यहाँ चाहिँ एउटा वेबसाइट छ suno.ai, सुनो एआई टाइप गर्ने अनि सर्च गर्ने। अब यहाँनिर आइसकेको छ suno.com, सुनो एआई भनेको छ। यसलाई क्लिक गर्ने, जसको लागि सुरुमा हामीले हाम्रो आइडी क्रिएट गर्नुपर्छ। साइन अपमा क्रिएट गर्ने। अब यहाँ चाहिँ गुगल आइडीबाट आइडी बनाऊ। मैले एउटा गुगल आइडी सिलेक्ट गरेँ। यहाँ चाहिँ डिस्क्राइब योर सङ्ग्स या कस्टम भनेको छ। हामीले चाहिँ आफैले गीत लेखेर दिने, त्यसले कस्टम यहाँनिर सिलेक्ट गर्ने। अब गीत चाहिँ हामीले यहाँनिर च्याट जिपिटीको प्रयोग गरेर चाहिँ हामी गीत लेख्छौँ। यहाँ जाने अब यसलाई चाहिँ हामीले 4 लाइनको प्रेम गीत लेख भन्छ। यहाँनिर च्याट जिपिटीले चाहिँ 4 लाइनको गीत तयार पारिसक्यो। यसलाई हामी कपी गर्छौँ, फेरि यहाँ जान्छौँ कस्टममा। यहाँ लिरिक्स भनेको छ, यहाँनिर लिरिक्स शब्द यहाँनिर हामीले यहाँ पेस्ट गर्छौँ। त्यस पछाडि अरू चाहिँ यहाँ स्टाइल भनेको हामीलाई कस्तो खालको गीत चाहिने हो। यहाँ भन्छ मोडर्न। यति गरिसके पछाडि अब हामीले चाहिँ यहाँ क्रिएटमा गर्छौँ। क्रिएटमा क्लिक गर्ने। अब यसले गीत तयार पार्न लागिरहेको छ। अब यसले चाहिँ दुईवटा गीत तयार गरिसकेको छ। अब यहाँ चाहिँ आवाज सुनौँ। तिमी बिना मेरो संसार सुन छ। तपाईहरूलाई आजको यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्नु नभुल्नुहोला र सेयर पनि गर्नुहोला।